मैले आजसम्म नबुझेको कुरा चाहिँ यो हर्केले आफूले के सोचेर चाहिँ यत्रो घमण्ड गर्छ कि होइन। केही त छैन न, अब रवि बालनको जस्तो त्यस्तो फ्यान फलोइङ छ होइन, न देश विदेशमा त्यस्तो चर्चा हुन्छ, न जनताले त्यति पत्याउँछ। के कारणले चाहिँ यति घमण्ड देखाउँछ त है? के छ त त्यससँग त्यो घमण्ड गर्नलाई? केही त छैन है। त्यही 2-4 राई लिम्बूले गेडामा तेल लगाएकै भरमा चुमुक गरे पो हो कि, तर त्यति त पर्याप्त होला जस्तो लाग्दैन। हुन त दिमागै छैन। अब दिमाग भएको म कुन धरातलमा छु, मेरो हैसियत के हो, कहाँसम्मको मेरो हैसियत छ भन्ने कुरा थाहा हुन्छ होइन। अब दिमागै छैन, त्यसै मपाइङ गरेछ बसेछ है। तपाईँ भन्नु छैन कसैले, त्यसै मपाइङ गरेछ बसेछ। तर यसो सोच्ने भने केटाकेटीपन जस्तो पनि लाग्छ कि अलिकति पनि सोच बुझ्नु भए मान्छे कि है, अलिकति पनि नै कि केही त छैन, त्यत्तिकै घमण्ड। त्यही 2-4 भेडा राई लिम्बूहरू पछि लाग्यो भन्दैमा त्यो के हो खै, अचम्म बुझिन सक्नु छ। हुन त फेरि राई लिम्बूको बुद्धि त्यस्तै हुन्छ।